ओइ लाइसेन्स 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 खोइ लाइसेन्स कहाँ लाइसेन्स नलिने यस्तो किन मान्छे राम्रो हो कि हेलमेट राम्रो होला मेरो ब्लगमा के विशाल दानी सुतिरहेका छन् मैले यहाँ जेलबाट भिडियो गरेर सो हेलो एन्ड नमस्ते सबैजना स्वागत छ न्यू डे न्यू ब्लगमा आई होप सबैजना सन्चै आएर हुनुहुन्छ होला म पनि सन्चै छु आजको ब्लग चाहिँ हामी बाँस काट्न गइरहेका छौँ हाम्रो भलिबलको लागि पोल काट्न गइरहेका छौँ अनि यहाँ शङ्कर पनि छ म विशाल भाइको घर जान लागिरहेको छु अब चाहिँ नि विशालको घर गएर हाम्रो सुमन भाइको घरमा छ बाँस सुमन भाइको घरको बाँस लिएर आउने हो अनि यता हेर्नुहोस् गाइज यस्तो छ यहाँ रोड बनाइरहनु भएको छ अनि चाहिँ नि हाम्रो घर जानु त्यहाँ अगाडि छ अनि शङ्कर भाइले नि यहाँ भ्लग गरिरहन् शङ्कर भाइले नै अहिले भ्लग गर्न सुरु गरिसकेका छन् शङ्कर ब्लग छ नाम अनि पछि अहिले चाहिँ नि म विशाल भाइको घर जान लागिरहेको छु विशाल भाइको घर चाहिँ नि यहाँ हो अनि म चाहिँ नि अब बाँकी भिडियो विशाल भाइ घर गर्नेछु सो गाइज अहिले चाहिँ म विशाल भाइको घरमा आइपुगेको छु शङ्कर यता विशालको घर बोलाउनु यही हो विशालको घर अनि मेरो घर चाहिँ उहाँ विशालको घर छ अब म विशाललाई अगाडि बोलाउन गइरहेको छु हजुरहरूलाई देखाउने छु अब विशालको रुम विशाल चाहिँ त्यहाँभित्र छन् अनि शङ्कर यताबाट गइरहेको छ भ्लग गर्दै विशाल चाहिँ नि यहाँ रुममै होला विशाल चाहिँ रुममै होला अहिले विशाललाई बोलाउने छु विशाल भाइ खोर विशाल जाने सुतिरहेका छन् मैले यहाँ जेलबाट भिडियो गरेर सो गाइज अहिले चाहिँ म बाँस काट्न हिँडिरहेको छु केटाहरू अगाडि गइसकेको छु विशाल र शङ्कर नि भ्लग गरेर हिँडिरहेको अनि आज अनि तल पछाडि हेर्नुहोस् यस्तो बाटोको निर्माण भइरहेको छ अनि हेर्नुहोस् के गरिरहेका छ दुईजनाको एकदम गोप्य कुरा भइरहेको छ गाइज यो अनि केटाहरू यस्तै छन् अब गोप्य कुरा गरिरहन् म चाहिँ नि अहिले बाँस काट्न हिँडिरहेको छु ओए भाइ कहाँ ओए लाइसेन्स खै कहाँ लाइसेन्स नलिने यस्तो किन मान्छे राम्रो हो कि हेलमेट राम्रो होला केटा हो तिमीहरूलाई के लाग्छ ल भन त मान्छे राम्रो होला कि हेलमेट राम्रो होला ल केटा ल तिमीहरूलाई प्रमोसन चाहिएको भयो मेरो भ्लगमा के हेर्नुहोस् शङ्कर तिमीलाई सबैजनालाई शङ्करको भ्लगलाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला मैले शङ्करको भ्लगको च्यानल पनि छिटै हाल्ने छु अहिले शङ्करले च्यानल खोलेको छैन अब छिटै च्यानल खोल्ने छ अब केही छैन छिटै मोबाइल पनि किनिसकेको छ शङ्करले गेमिङ प्रो डेजर्ट किङ अफ रामपुर अनि म सुमन भाइको घर नजिक आइसकेको छु केटाहरू चाहिँ अगाडि हिँडिरहेछन् दुईजना एकदम गोप्य कुरा गरिरहेछन् अब के कुरा हो दुईजनाको बिचमा यसो लड्की पट्याउने कुरा गरिरहेछन् अब के छ विचार केटाहरू एकदम लुक्स हेर्नुहोस् न लुक्स फ्यान्सी लुक्स बाँस काट्न हिँडेको अरे गाइज बाँस काट्न हिँडेको हो कि केटी पट्याउन हिँडेको केही थाहा छैन यिनीहरूको अनि म अहिले चाहिँ नि सुमनको घर नजिक आइसकेको छु अहिले चाहिँ नि अगाडि चाहिँ नि यस्तो छ सुमनको घर ओ चोकतिर हो सो गाइज केटाहरू अगाडि गइसकेको छ मैले एउटा कुरा देखाउन लागिरहेको छु हजुरहरूलाई यो हेर्नुहोस् यो चाहिँ नि हाम्रो कुमाल समाजको भवन हो यो नयाँ निर्माण भवन हेर्नुहोस् यस्तो छ यता चाहिँ नि यस्तो राम्रो छ यहाँको भ्यू यो पारी देखेको छ मटेरी भन्ने ठाउँ हो यता चाहिँ नि यो शङ्कर अनि यो यही हो सुमन भाइ घर सुमन चाहिँ नि घरै होला अघि बोलाइरहेको थियो अब त्यसलाई गएर बोलाउँछु गाई घर चाहिँ केटाहरू चाहिँ यहाँ काम गरिरहन् अनि यहाँ बाँस काटिरहन् अनि सुमन चाहिँ त्यहाँ छ शङ्कर हो कि यहाँ आजको मेन बाँस काट्ने मान्छे विशालले नि ल काटियो फाइनल लुक्स ल अब यो काटिएर भ्याउनु लागि ल शङ्कर यताबाट आन् यताबाट
गाइस केटाहरू यहाँ काम गरिसकेको छ करण भाइ चाहिँ भर्खर आएको थियो नि त हामीले यहाँ बाँस निकालेर भ्याइसक्यो यस्तो यहाँ खोज्नु विशाल भाइ चाहिँ हेर करण भाइ चाहिँ यस्तो भर्खर कामचोर भराउने हो फटा अनि केटाहरू अब यहाँ फुल लुक्समा काटिरहेछन् अनि अब हामीले यसको टुक्रा गराउने हो सो गाइस अहिले केटाहरू यहाँ दुई ठुङ्गा पारेर पनि यहाँ उस गर्न सुरु गरिसकेका छन् स्पोन्सर बाई सुमन अनि यहाँ चाहिँ सबभन्दा ढिलो आउनु चाहिँ यो बिर्पन सो गाइस अहिले चाहिँ हामी बाँस बोकेर हिँडिसकेका छौँ केटाहरू चाहिँ अगाडि गइसकेको छ अनि यहाँ म चाहिँ नि अहिले यहाँ छु अनि दुईजना लन्ठुहरू चाहिँ यतिकै हिँडिरहेछन् सो गाइस केटाहरू अगाडि गइसकेको छ सुमन भाइ र म चाहिँ यहाँ छौँ अहिले चाहिँ नि स्पोन्सर चाहिँ नि बाँसको होइन कस्तो लागिरहेको छ स्पोन्सर बाई बाँस ब्याम्बो ल हिँड्नु केटाहरू ल केटाहरू ल ए बाबु नाटक नगर त हलुङ्गो कति त्यति हलुङ्गो म एक्लै म चाहिँ यहाँ बाँस राखेँ 4-4जना के गरिरहनु त्यो बाँस हेर्नु त गाई 4-4जनाले पनि बाँस नसक्ने अवस्था अब सञ्जित सञ्जितलाई गाइस अहिले चाहिँ केटाहरू यहाँ बिर्पन भाइ घर आइसकेको छ बिर्पन भाइ घर यस्तो रहेछ बिर्पन यस्तो छ बाहिरको लुक्स अनि बिर्पन पानी लिनु गइरहेका छन् गरिरहेको थिएँ अब त्यसैमा मेरो सब्सक्राइबरहरू प्यारा आज सुमन यहाँ आज यहाँ बाटोमा के भइरहेको थियो भन्नु त के भन्ने दौडाएर गाइस अहिले चाहिँ यहाँ काम गरिरहनु भएको बुवाहरूले नि सहयोग गर्नुभयो अनि केटाहरू यहाँ पनि खोनिरहेको बिरुन भाइले यहाँ अल्छी काम गरेर विशाल र अनि यहाँ सुतेर अल्छी अनि दायाहरू उता खेल्नु भयो अनि त्यो पप्पीलाई अब हामीले खेल्न आउनु दिने होइन केटाहरू ल अब केटाहरूले यहाँ पोल गाडिसकेको छ यता पनि अनि चाहिँ अहिले चाहिँ यस्तो भइसकेको छ फुल लुक्स अनि अहिले चाहिँ हामीले यताको पोल गाड्न लगाइरहेका छौँ केटाहरू तयारमा छन् यहाँ सब केटाहरू आइसकेका छन् अनि पछि यहाँ खोते भाइ त्यो गाई अहिले चाहिँ यहाँ दायाहरू बल खेलिरहनु भएको छ यहाँ भलिबल एकदम रमाइलो गेम भएको छ प्लेयर छन् एकदम प्रो प्लेयर हेर्नुहोस् बब्बाल खेलिरहन् यस्तो खेल्छन् खै के हुँदैछ बाबु सो गाइज अहिले चाहिँ यहाँ एउटा फुटबल म्याच हुन लागिरहेको छ सानो 100 बाजी खेलिरहनु भाइहरू अनि त्यो हावा चाहिँ बवाल चलिरहेको ठड्डे आयो फेरि बल चाहिँ भयो विशाल भाइ चाहिँ नि किपरको उस देखाइरहेको छ अनि उता चाहिँ फ्री फायर प्लेयरहरू छन् ल हाम्रो ल गोविन्द भाइले ए भाइहरू ल फेरि हल्ला नगरिने हान त बब्बाल गोल आदर्श भाइ ल सेफ है हाम्रो रेफ्री चाहिँ नेता हुनुहुन्छ म्याङ्गो दाई हाम्रो प्यारो म्याङ्गो दाई हाम्रो कोचको आदेश छ रेफ्रीको एउटै बल गोल ल गोल सेभ भयो त्यो भएको
रोक्ला जित्यो भयो ल भ्याइयो सो गाइज अहिले चाहिँ म यहाँ घरमै छु अहिले यसो शीतलमा विशाल र म गफ गर्दै गरिरहेको थियौँ अनि विशाल चाहिँ यहाँ अहिले यस्तो के भइरहेछ अहिले अहिले चाहिँ हामी पाकिस्तान र इन्डियामा हुन गइरहेको लडाइँको बारेमा बोल्दै गइरहेको थियौँ तिमी कसको सपोर्ट हो विशाल इन्डियाको सपोर्ट अनि कसले जित्ला जस्तो लाग्छ तिमीलाई लडाइँ भयो भने इन्डियाको फ्यान रहेछ नि हेर्नुहोस् इन्डियाको मान्छेहरू कसैले हेर्नु भएको छ भने इन्डियाको फ्यान सो गाइज आजलाई यति नै सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला आई होप सबैजना राम्रै लाग्यो होला ब्लग चाहिँ किन कन्टिन्यू आइरहेको छैन भन्दा हाम्रो स्कुल सुरु भइसकेको छ मलाई पनि अलिअलि लुगाहरू लगाइरहेको छ त्यही कारणले ब्लग अलिक कन्टिन्यू दिन सकिरहेको छैन अब पनि छिटै ब्लग कन्टिन्यू हुनेछ सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला आजलाई यति नै सबैजना माया र सपोर्ट यस्तै नै देखाइदिनु हुन अनुरोध गर्छु